मैले नबुझेको कुरा यो सबैले यो मान्छे राम्रो छ, यो मान्छेले काम गरेर देखाएको छ, यो टोलमा काम गरेको छ अथवा यो हाम्रो ठाउँमा काम गरेको छ, यसैलाई भोट दिनुपर्छ भनिरहेका छन्। यो स्थानीय तहको चुनाव होइन, जहाँ चाहिँ तपाईँको मेयरको लागि भोट हाल्ने अथवा यसले अब बाटो बनाउँछ, यसले कुलो बनाउँछ, यसले यो बनाउँछ, त्यो बनाउँछ भन्ने र भोट हाल्ने त होइन। यसमा तपाईँ क्षेत्रबाट जितेकाहरूले नीति नियम बनाउने हो, देशमा कानुन बनाउने हो। त्यही भएर यो पालि चाहिँ मान्छे होइन कि हामीले पार्टी हेरेर भोट हाल्नुपर्छ। बहुमतको पार्टी बनाएर सरकारमा पठाउने चाहिँ हाम्रो मेन एजेन्डा हुनुपर्छ। अब यत्रो 30-35 वर्ष काङ्ग्रेस, एमाले, माओवादीले मिलिमिली चलाए, उनीहरूले गरेको विकास पनि देखिहालियो। अब एकचोटि घन्टीलाई चान्स दिउँ, सबै मिलेर घन्टीमा भोट हालौँ र उनीहरूलाई बहुमतको सरकार बनाउन दिउँ, 5 वर्ष काम गर्न दिउँ। अब उनीहरूले नि काम गरेनन् भने, पुरानो दलहरू जस्तै गरे भने जनताले के गर्छन् त भर्खरको जेएनजी आन्दोलनले देखाइहालेको छ। त्यसैले सबै मिलेर घन्टीमा भोट हालौँ र किन घन्टीमा भोट हालौँ भन्ने कुरा चाहिँ म अर्को भिडियोमा भन्छु। तर